भन्ने म जानकारी गराउँदैछु। अब आरतीको लागि सबैजनाले आरतीहरू लिएर आउँदै हुनुहुन्छ, सिंगार आरती। अब 2-3 जना समितिका बातीमा तिल पानीले यसो आह्वान गर्नु, लागबत्तीलाई पनि यसो आह्वान गरिदिनु। ओम लक्षवर्तिका दीप सहिताय श्रृंगार आरती दिव्यै नमो नमः। या गच्छ या तिष्ठ यावदुजाम करोमि तावतम सुस्थिरा सुप्रसन्न वरद भव। आसनको निमित्त हामीले अघि कुश राखेका छौं भगवानलाई, आरतीलाई। अब यदि पञ्चोपचार सम्भव छ भने ल्याउनु भएको छ भने चढाउनु होला, छैन भने आपत्ति नमानिकन चन्दन चढाउनु। कर्ताहरूले लागबत्तीको छेउमा बातीमा नपारी पञ्चोपचारहरू चढाइदिनु। ओम पादय पाद्यम समर्पयामि। एकछिन है, अब कर्ताहरू सँगसँगै पूजा हुँदैछ, हामीले पञ्चोपचार यो आरतीलाई गर्दैछौँ। पूजाले पाद्य अर्घ आचमन पुनराचमन सबै थोक चढाउँदैछौँ भन्ने कामना गर्नुहोस्। त्यहीँबाट चन्दन अक्षता पुष्पले पूजा गर्दै जानुहोस्। ओम पादयो पाद्यम समर्पयामि लक्षवर्तिका दिव्य सहिताय ओम सिंगार आरती दिव्यै नमो नमः। हस्तैर्घं समर्पयामि मुखे आचमनं सर्वाङ्गे स्नानं पयो पञ्चामृत स्नानं शुद्धोदलं समर्पयामि। अब चन्दन पट्टिको सहित अब अलिकति तिल पुष्प जे भए पनि अक्षता भए पनि हुन्छ, चन्दन भए पनि पूजा गरिराख्नु ल आरतीलाई लक्षवर्तिको लागि। ओम विष्णु भगवानको स्वरूप सम्पूर्ण लक्ष्मीनारायण भगवान त्यहीँबाट आफ्नो आशीर्वाद त्यहीँ उभिएर आरती यहाँ बयासतिर देखाउनु होला। नघुम्नु है, अनि घुम्नु भन्छ भने घुम्नु होला। अनि अर्को शिवजीको आरती गाउन थालेपछि मात्रै परिक्रमा गर्न थाल्नु होला। ओम आरती दिव्यै नमो नमः। गणेश जय गणेश देव माता गौरी पार्वती पिता महादेव। माता गौरी पार्वती पिता महादेव। एक दंत दयावंत चार भुजा